हाई गाइज, यदि तपाईँहरूलाई होइन गेस्ट मेकअप ओन्ली 1000 रुपियाँमा अनि ब्राइडल मेकअप जम्मा 55 सयमा गर्न मन छ भने चाहिँ एकदम सस्तोमा तर अब आफूलाई चाहिँ मेकअप राम्रो देखाउन मन छ भने चाहिँ मलाई बुक गर्दा हुन्छ। मैले चाहिँ यति सस्तोमा गर्छु होइन। अनि सो होम सर्भिस पनि आएर मैले आफ्नो कामहरू गरिरहेको हुन्छु। अनि मैले चाहिँ यसरी नै कामहरू गरिरहेको छु। मलाई अहिले मेरो प्रोफाइल स्ट्रङ बनाउनु छ, धेरै क्लाइन्टहरूसँग काम गर्नु छ, मलाई क्लाइन्टहरू राम्रो कमाउनु छ। सो मैले यसरी नै काम गर्न खोज्दैछु। तपाईँहरूलाई पनि यसै गरी मेकअपहरू गर्न मन छ, राम्री हुन मन छ, आफ्नो बिग डे या कतै गेस्ट मेकअप या बर्थडे लुकहरू इङ्गेजमेन्ट लुकहरू गर्नु छ भने प्लिज मलाई कन्ट्याक्ट गर्नु होइन। अनि त्यसपछि चाहिँ मैले तपाईँको होममै आएर घरमै आएर पनि तपाईँलाई रेडी गरिदिन्छु, नभए तपाईँ मेरै लोकेसनमा नि आउन सक्नुहुन्छ। मैले चाहिँ 1-2जना क्लाइन्टहरूसँग त्यसै काम गर्दा चाहिँ मलाई 2-3जना क्लाइन्ट चाहिँ अलिक नराम्रो पर्नु भएको थियो। उहाँहरूले चाहिँ मलाई पेमेन्टहरू हालिदिनु भएको थिएन। त्यस्तो चाहिँ तपाईँहरूले नगरिदिनु होला। उहाँसँग पेमेन्ट माग्दाखेरि चाहिँ यस्तो त्यस्तो भनेर एकदम धेरै मलाई हुन्छ नि नराम्रो गरिदिनु भएको थियो। तपाईँहरूले चाहिँ त्यस्तो नगरिदिनु। तपाईँहरूले मैले गरेको कामहरू हेर्नुभएको छ, तपाईँहरूले सबै मेरो कामहरू देख्नुभएको छ, मैले कस्तो गरिरहेको छु, कस्तोहरू भइरहेको छ भनेर। इफ तपाईँको फेसमै केही प्रब्लम छ भने तपाईँको फेसमा अब फाउन्डेसनहरू मेकअपहरू स्मुथली बस्दैन, तपाईँले आफ्नो स्किन केयर चाहिँ एकदम मजाले गर्नुपर्छ नि बल्ल तपाईँलाई मेकअप सुहाउँछ है। ल आजलाई यति नै। ओके गाइज, थ्याङ्क यू।